घान्द्रुक त्यसै भनिन्छ त यस्तो बाटो छ मौसम चाहिँ त्यति खुल्ला छैन मोदी खोला हेलो एन्ड नमस्कार सबैजनामा आयो सबै सन्चै हुनुहुन्छ होला म पनि एकदमै आरामै छु आज पनि तपाईहरुमा एउटा अर्को नयाँ भिडियो लिएर आइसकेको छु योभन्दा अगाडिको भिडियोमा मैले तपाईहरुलाई गुल्मीदेखि कुस्मासम्मको बारेमा देखाएको थिएँ अब चाहिँ आज कुस्मादेखि घान्द्रुकसम्मको बारेमा तपाईहरुलाई म अवलोकन गराउने छु म पनि स्वयं आफू पनि अवलोकन गर्ने छु बाँकी कुराहरू यहाँको बारेमा बुझ्नलाई चाहिँ भिडियो अन्त्यसम्म हेर्ने प्रयास गर्नु होला र यदि नयाँ कोही साथीहरू जोडिनु भएको छ भनेपछि साइडमै रहेको सब्स्क्राइब बटन चाहिँ थिच्न नभुल्नु होला र बेल आइकन पनि बजाइदिनु होला ताकि मैले अपलोड गर्ने हरेक भिडियोहरू तपाईहरुमा सजिलै पुगोस् मलाई पनि थप केही गर्ने हौसला मिलोस् भन्दै आउनुहोस् आजको भिडियोलाई कन्टिन्यू गरौँ तिनीहरूले हिँडेर आउनु मन पराउँछन् त धेरै यता बिरे खाँचे यहाँ तल माछा पाइन्छ अरे यहाँ त जानु घान्द्रुक यहाँ त पाइन ठुलै रहेछ नि यहाँनिर सब सक्दै रहेछ नि पाइन त कता हालेर यहाँबाट कता हाल्छ नि बाटो यता मात्रै रहेछ नि बर्खामा त ठुलै आउँछ होला है के रहेछ जग्गा त राम्रो ठाउँ छ हो यिनीहरू यार कतैको त ठाउँ छ आफ्नो ठाउँ हो त बाहिर ठाउँ कता पनि राम्रै लाग्छ यस्तो बाटो भयो भने त लाग्छ होला 1 घन्टा ठुलो पानी आएर त खुब राम्रो देखिन्छ होला यहाँ त ढुङ्गा धेरै छ क्या जस्तो लागिरहेको छ कि मलाई यहाँ पकड है लडाउला फेरि मलाई गाली गरेर उसलाई फेरि मर्ने गरिने मलाई लोटाएपछि अहिले मार्यो ल हामी चाहिँ घान्द्रुकमा इन्ट्री गरियो है कसले बनाइदिया हो कि ऊ संस्थाले चाहिँ ऊ त्यस्तै टाइपको छ कि संस्था हो मलाई त्यो हान्डु भन्छु यहाँबाट हिँडेर जानु नआउ क्या
भ्यू देखिन्छ त्यही हो, अरू केही छैन। किन यार हामी पनि बुलेट किनौँ क्या, डोमिनर किनौँ न त, डोमिनर किनौँ न त। ढिली जाने हो यता हेर नि तलतिर, तल हेर नि तल खोलो। तल हेर्नु तल तल, ओ आमा जाउन पऱ्यो हामी यहाँ नेपाली हेर्नु त त्यहाँ कस्तो मजा ग्लास हो त्यहाँ घट्ट के भयो पर त्यहाँबाट वहीँ माथि पुगिन्छ। त्यहाँबाट माथि त्यो बस्नलाई होटलहरू पाउँछ, बस्नलाई होटलहरू पाउँछ। फर्किनु त होला तलबाट फर्किनु ल, फर्किनु ल। यहाँबाट यता माथि चाहिँ बाटो जाँदैन अरे, बन्द छ अरे। त्यही भएर हामी यहाँबाट फर्केर फेरि उता अघिको बाटोबाट उता दो बाटोबाट फेरि माथि चढेर जानु पऱ्यो। त्यहाँबाट गयो भने चाहिँ उता 15-20 मिनट जति चाहिँ हिँडेर जानुपर्छ भन्ने खालको कुरा गर्नुहुन्छ। अब यता आइसकेपछि जानु त पर्ला होला। अघि चाहिँ हामी यही बाटोबाट उता गएको, घान्द्रुक जाने भनेर बाटो त यो पनि हो, तर माथि चाहिँ बाटो बिग्रिएर रहेछ। त्यही भएर हामी चाहिँ यो बाटो जानुपर्ने। यहाँबाट छ बाटो, यहाँबाट गएर माथि गएर कति चाहिँ हिँड्नुपर्छ अरे, त्यो भएर थाहा भएन कति छ। बाटो त उता पनि अफरोड नै हो, तर त्यहाँ माथि बनाउँदैछ अरे, अनि त्यही भएर फर्काइदियो हामीलाई। 2 किलोमिटर बल्ल हिँड्ने हो, तर ठाउँ चाहिँ रमाइलो ठाउँ रहेछ। त्यहाँ माथि एक ठाउँ यो गएको पनि फाइदै भयो, फोटो खिच्यो एक दुईवटा। अब यहाँ त के भन्नु र, पुरा सबै ठाउँ बाटै बाटो त कुन बाटो जाऊँ कुन बाटो नजाने यार। यार हल्लिँदै रोडमा हिँडेको छ कतिर पुग्ने घान्द्रुक 2 किलोमिटर 50 गाउँपालिका साथी हो त। यहाँदेखि जान्न क्या गाडी यसमा। बाटो पनि पाइन्छ सौरी
बसहरू पनि यहीँ रोकेको पत्र छ तपाईँ त्यहाँ माथि पानी आउनु त खुब मजा हुन्छ होला नि ठुलो पानी आउनु हुन्छ ठुलो पानी आउँदाखेरि त ए माथि आउँदैछ खतर यिनले भारी बोक्छन् नि यसमा थाहा छ के थाहा छ मेरो पनि कुञ्जनीको जन्म लिएको छैन अघि खतर पिस लाग्दो कि है कहीँ त बुङ भित्र सर्रै आउँछ नि कस्तो पिस लाग्यो अगाडि हुन्छ कि तपाईँको हो त्यो कस्तो हुन्छ नि मेरो बाटो नभए त के घान्द्रो घुम्न आएको भयो त यार घान्द्रो त्यसै भनिन्छ त यस्तो बाटो छ यी यस्तो स्मरण हुन्छ पुरा ए चिल्लो खुइसिए भयो त कसले भन्छ र पुरा यस्तो बाटो छ र त स्मरण रहन्छ घान्द्रो घुम्न पुग्यो भन्छन् जसले पनि गऱ्यो भने हाम्रो चाहिँ बाइक चाहिँ यहीँ राखेर गाडी भएन यहाँ माथि हिँड्नु पर्ने माथि कता सर्टकट बाटो छ त्यहीँबाट सबै बाइकहरू यहीँ राखेका छन् कहिलेदेखि राखेका बाइक हो नि यो त धेरै पहिलेदेखि राखेका बाइक जस्ता पनि छन् हेर्दाखेरि गाडी पनि यहीँ राखेका छन् ए ल बाबा घोराईको पनि गाडी आएर चाहिँ यहाँ घोराई लमै प्युठान बुकिङमा होला यहाँ गोप्रोको चार्ज भ्याइयो साथीहरू म चाहिँ पैदल हिँड्दैछु बाइकहरू त्यहीँ तल राखेर त्यहाँ चाहिँ यहाँ माथि चाहिँ गाडी राख्ने ठाउँ त्यहाँ माथि पनि छरे छ नि त तर यहाँ चाहिँ खुल्ला त्यहाँ मान्छेले हेर्दैन तल चाहिँ भाडा तिर्नु पऱ्यो यहाँ चाहिँ परेन तर तल चाहिँ हेरिदिन्छन् जिम्मा भयो ल हेर्नुहोस् टाइल त्यो किनेर ल्याएको जस्तो टाइल चाहिँ यहीँ लिएर राखेको हो कि यहाँ हाम्रा हजुरको तल फोन गरेर आउँदैछन् यहाँ चाहिँ लास्ट स्टेप गाडीहरू चाहिँ यहीँ पार्किङ गर्नु मिल्दैन रहेछ तर यहाँ चाहिँ त्यस्तो हेरिदिने मान्छेहरू हुँदैन रहेछ तलको जस्तो भिडियो चाहिँ यताबाट जानुपर्ने यताबाट पनि जान्छ अरे तर टाढा पर्छ अरे कसम यार थाक्यो यार मान्छे आएर हिँड्दा यो खोलामा सिडी चढेर हिँड्नु पर्दो रहेछ राजनीति यो ढुङ्गामासम्म ल्याइसकेछन् हाम्रो देशका युवाहरूले ल माने मैले यार रात पर्नुको अवस्था सिडी चढ्नु पर्दाको दुःख गाह्रो छ यार अरे बाबरे अघि नै यहाँ तल आइसक्यो मान्छे पनि उताबाट घुमेर उठ्टो आउनु पऱ्यो चारैतिरको गाउँ सिडी चढ्दा हुक्कै भइसक्यो अझ भस्कै छ जानुपर्ने यहाँ माथि ढुङ्गाएर नै कता फाइनली यहाँसम्म चाहिँ आइयो यहाँबाट अझ कति माइल जानुपर्छ यति हो
हजुर होटल त अब सकेसम्म अलिकति हाइट टाइपको अलि अग्लोतिर भएको थियो यही हो ठाउँमा त आइपुग्यो अब हिमाल चाहिँ कता देखिनु थाहा छैन तर यहाँसम्म आउन चाहिँ आधा घन्टा लाग्छ भन्दै तर मलाई चाहिँ 1 घन्टा नै बेसी लाग्यो जस्तो लाग्छ फाइनली घान्द्रुक आइपुग्यो तर मौसम त क्या खतरा छ कि पुरा हिमाल त टक्कै देखिन्छ होला के यस्तो मौसम गरेको होला यार छि फाइनली हामीले चाहिँ होटल ल्याइसकेका छौँ होटलको नाम ठ्याक्कै थाहा भएन के पो कोठा नम्बर 109 कोठा 2टा बेड बेड ठिकै छ च्याप्टै छ त नुहाउनलाई ऐनाहरू टोइलेट छ क्लिन छ यो चाहिँ कोठा चाहिँ तपाईँहरूको के भन्छन् ठ्याक्कै प्याकेज अनुसार 1500 एकजनालाई तपाईँको त्यसमा अलि साँझको ब्रेकफास्ट खाना अनि बिहानको ब्रेकफास्ट बिहान आफूले खाना खानु पर्यो भने चाहिँ प्लस आफूले गर्नुपर्ने खाना चाहिँ चिकन खाना चाहिँ 700 भने जस्तो लाग्दै थियो मैले ठ्याक्कै सबै सोधेन बाँकी ठिकै छ हामी चाहिँ भोलि बिहान बस्दैनौँ होला हामी बिहानै निस्किन्छौँ होला सायद अलिअलि यताउति भ्यू जति देखिन्छ मौसम बाहिर अलिकति डम्म खालको छ अहिले केही पनि देखिरहेको छैन एकदम कुहिरो लागिरहेछ कि यस्तो छ बाहिरको मौसम त्यही भएर खासै भिडियो बनाउन पनि मन लागेन हामी चाहिँ थाकेका पनि थियौँ अब टाढाबाट आएको अनि त्यही भएर हामी चाहिँ खानासाना खाएर सुत्यौँ भोलि बिहानको दृश्य कस्तो हुन्छ हेर्दै गरौँ होला शुभ बिहानी यतिखेरको बिहानको ठ्याक्कै 6 बजेको छ यहाँको दृश्य चिसो मौसम छ म चाहिँ घरको छतमा छु यतिखेर यो हामी बसेको होटल चाहिँ होटल क्लाउड यतातिर चाहिँ पोखरा पऱ्यो खासै मौसम चाहिँ त्यति खुल्ला छैन मलाई चाहिँ एक्ज्याक्ट थाहा भएन तर हो जस्तो लाग्छ यहाँ तलतिर पनि होटल छ हामी त तलबाट आएको तल यहाँ एउटा नयाँ घर भन्न आँटे रहेछ हामी चाहिँ अब होटल चेकआउट गरेर निस्किने तयारीमा छौँ गुरुङ ड्रेसको यहाँ तल पनि पर्यटकहरू हुन्छ गुरुङ ड्रेस लगाएर गयो अब हिमालहरू चाहिँ देख्ने अब भनेको अब एकदमै कम अवस्था छ अब छनु चाहिँ यही नजिकै हिमाल छ अब एकदमै अघि नभन्दा झनै अझ खुल्छ कि भनेको त झनै कम भइसक्यो कि उता माछा पुछेर त झन् देखेन यहाँ पारी थियो अघि बिहान देखिरहेको थियो अलि देखिन्छ यो क्यामेराको उसमा चाहिँ देखिँदैन अब हामी यहाँबाट चाहिँ पोखरा जाने योजनामा छौँ अब पोखरा जान्छौँ पोखरामा बास हुन्छ या अब त्यहाँबाट पनि अन्त कतै हुन्छ थाहा छैन जहाँसम्म भ्याइन्छ घुम्ने
विचारमा छौँ। कतिपय पर्यटकहरू फर्किँदै हुनुहुन्छ यहाँ तल है। ठाउँ चाहिँ राम्रो छ तर खुलेको छैन मौसम खुलेको बेलामा आउनुभयो भने चाहिँ एकदमै मस्त ठाउँ छ। यो चाहिँ हामी बसेको होटल, हामी चाहिँ होटल चेकआउट भइसक्यो। हामी अब लाग्छौँ पोखरातिर। हिमाल त्यति राम्रोसँग देखिएन है, अरूभन्दा पनि यही हिमाल हेर्नु पर्ला। यताको हिमाल हेर्नुको लागि आएको, हिमाल देखिएन, त्यही भएर हामी चाहिँ हिँडेको अब यहाँबाट चाहिँ सरासर। सबै बाटो छ तपाईँहरूतिर जाने। पुरानो घर नहोला के भक्किएको। यहाँ चाहिँ बाटो कताबाट कता जाने भन्ने थाहै छैन है। तपाईँ त्यतै हिँडिने हो, पुग्ने त अझ टाढो होइन। यताबाट आएको हिँड्छ उता होइन हिमाल त यहाँ पनि देखिन्छ। सागसब्जी पनि पुरा ताजा के है, सागसब्जी पनि कस्तो ताजा के। पुरानो सङ्ग्रहालय, गुरुङ सङ्ग्रहालय। हामी हिजो यताबाट आएको, यताबाट निस्किन्छ होला बाटो। यताबाट तल जाने बाटो छ, यताबाट आएको। यहाँबाट हामी चाहिँ हिजो आएको उता तलबाट, यता तल भएर त्यहाँ तलबाट आएको, त्यहाँबाट गरेर उता साइडबाट गरेर उता पर निस्किएको। यो चाहिँ होटल माउन्टेन। आज चाहिँ हामी यो बाटो कस्तो छ भनेर हिँडेर आज यताबाट सबै होटलकै धेरै यस्तो। यहाँ चाहिँ यस्तो मजाको सिडी छ यहाँ। यहाँबाट हामी चाहिँ सिधा गरेर जान्छौँ। गाडी चाहिँ तल राखेको छ। हिजो चाहिँ हामी यहीँबाट चाहिँ यो बाटो भएर गएको थियो। आज चाहिँ हामी यो बाटो ठाडो माथिबाट आएको। त्यहाँबाट चाहिँ हामी फर्किन लागेको। बाटो चाहिँ खुड्किला मस्त छ। त ठाडै छ त तलतिर।
तल्लो बाटो हुँदै अमेरिका जाने बाटो। थ्याङ्क यू फर भिजिटिङ घन्द्रुक। टिएमसी भनेको मतलब के रहेछ मैले बुझेन। तमु भनेको तमु टी भनेको तमु याम भनेको याम भन्ने थाहा समाज भनेको टिएमसी भनेको त्यही हो तमु लान्द्रुक भन्ने ठाउँ चाहिँ तलतिर जाँदो रहेछ यहाँ माथि घान्द्रुक तलतिर लान्द्रुक। यता बिरे ठाटी घान्द्रुक। यो यिनीहरूको यो अमेरिकनहरू त यहाँ पुरा लास्टै टक्रा हुँदो रहेछ। मान्छे ठाडो उकालोमा बङ 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 हिँड्दो रहेछ कि। माथितिर त मैले त्यति भिडियो बनाएन साथीहरू, किनभने माथितिरको बाटो हो यस्तै अवस्थाको बाटो थियो क्या, पुरा घाँच्याको नाचुक त्यही भएर खासै मैले भिडियो बनाएन। अब यहाँबाट चाहिँ तलतिर अब ठिकै छ बाटो। हामी चाहिँ यहाँबाट अब के अरे उता कुस्माबाट आएको बाटो पोखरा जाने बाटो हेर्छौँ। त्यहाँबाट हामी चाहिँ पोखरा चाहिँ जान्छौँ। यहाँ चाहिँ यस्तो छ ठाउँ त राम्रो छ माथि घुम्नलाई, तर आज चाहिँ पुरा मौसम अलि त खराबीले भनौँ के भनौँ यार, पुरा जुन लक्ष्यले आएको थियो त्यो लक्ष्य चाहिँ भने चाहिँ पुरा भएन। मोदी खोला। साथीहरू, जुन हिसाबले हामी घान्द्रुक घुम्न आएका थियौँ भनेको जस्तो त भएन, किनभने त्यहाँ मौसम एकदम खराब थियो। कुनै हिमालहरू केही राम्रोसँग देख्न पनि पाइएन। हामी भिडियोको अन्त्यतिर छौँ। भिडियो कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव लाइक सेयर गर्न चाहिँ नभुल्नु होला। अबको भिडियो चाहिँ योभन्दा पछाडि चाहिँ हामी चाहिँ कुस्मादेखि पोखरासम्मको हुनेछ। मेरो भिडियोहरू हेर्दै गर्नु होला कस्तो छ के छ भन्दै आजको भिडियोबाट बिदा हुन्छु। हस्त नमस्कार।